everyone, it's me Nima Chawa. You, It's me Pupalamu Bote. आज हामी तपाईहरुलाई हाम्रो गाउँ देखाउन गइरहेको छु। हाम्रो गाउँको नाम के हो? रिदाको अनि हाम्रो गाउँमा के कस्तो कस्तो छ यो देखाउने छु निमा र फुपूको गाउँ। भन्दाखेरि रिदाको सबै मान्छेहरु बस्ने मान्छेहरुको गाउँ देखाउने छु है त। हाय आओ फेरि यो अब के अरे अब देखाउने छु। यो चाहिँ हाम्रो गाउँको छेतेन भन्छ यसलाई गुम्बा हैन छेतेन है। हाम्रो गाउँको ठ्याक्कै यता हाम्रो गाउँको धन भइहाल्यो। लामो भिडियो बनायो भने त युट्युबमा अपलोड हुन कति टाइम लाग्दो रहेछ। त्यो चाहिँ पछि काठमाडौँ गएपछि चाहिँ लामो भिडियो। यो चाहिँ हाम्रो दिदीको घर हो। 3 ताले घर भनौँ न। सबैभन्दा गाउँको आक्लो घर यही हो। अनि यसो गरेर माथितिर पनि देखाउनु चाहिँ आइज फुपू। यता चाहिँ मम्मी हुनुहुन्छ है। लोकलको मम्मी यता ठुली हेर्नुस् ठुली छोरीको घर सरसफाइ गरिरहेछ। अब अर्को देखाउन जान्छु हामीको। भोलि चाहिँ अब समाजसेवा छ अनि त्यही गरेर हामी फेरि कन्टिन्यू हाम्रो गाउँको भिडियो यसो यता आसु आज कति पायो तपाईँले? यसोको फर्सी पुग्यो अनि कति पायो पहिला? अहिले फर्सी पुगेर सानो 500 कुरा पायो अनि फेरि फर्के आयो अनि त्यो सौमतको डान्डामा चाहिँ खाजा खाएर फेरि चेम्सुमा पस्यो। कति हजुर? अनि तल्लो चाहिँ 15 जति चाहिँ भन्दा थोरै फेरि नि अनि बिहान कि त पायो। उतिको यसको 15 बाट्यो पायो अनि आइपुग्यो। भएर फर्केर आएको खाजा पनि खाइसक्यो। ल आइपुग्यो कति पायो? आइलाको ठिकलाई सिधै खाँदा म त 30 वटा पायो जस्तो सम्झेर। आमा त जानु आमा जानुभयो? छैन आमाले बिस्कुट नाङ्ग्यो त नप्ची पाएछ। म त छुँदै यहाँ पाउनु के लु है हाम्रो गाउँको मान्छेहरू कोही आऊ त देखाउनु आऊ बाई जेर पाए अब माथि देखाउने है त गाउँको। वेलकम टु यो चाहिँ सबैभन्दा हाम्रो गाउँको पसल छ यसमा। हामी त चेम्चुबाट घुमेर अनि यो चौधराको तलसम्म पुगेको। यता हाम्रो यसो आज निकाल्छु। ए चाहिँ हाम्रो आजिमिङमाको घर भनेर सबैको घर देखाइदिनु। लाली गुराँस अनि माथि गुम्बाको टुप्पोबाट पनि देखाउनु पर्छ बहिनी। लस ओके माई बेबी। म त कस्तो भोक लागिसक्यो क्या। अघिदेखि खाजा खाएको छैन क्या। देखाउनु कस्तो भोक लागेर यहाँ पेट नै भोक लागेर झन् आँटिसक्यो क्या गाइस। अब मलाई खाना खुवाइदिनु त सबै। घरमा गएर खाऊ तिमी। लु अब म्याडमजी अहिले टाउको नस्ती सिकाउँछ होइन आसु चाहिँ हाम्रो गाउँको लाली गुराँस। यो चाहिँ हाम्रो आसु म्याडम किरा मजालेको। यो चाहिँ हाम्रो मम्मी यता हाम्रो आसु अनि माथि गुम्बाको टुप्पोबाट गाउँको भ्युज देखाउने छु। खोज्न गएपछि यस्तै त हुन्छ नि। यसो गुम्बा खोज्न गएको यसरी देखिन्छ हाम्रो गाउँहरू। यस्तो छ हाम्रो गाउँको घर। यो चाहिँ घर हो। रिसायो यो त आयो। यो चाहिँ हाम्रो गाउँको धान तल गाउँ सचिवा भयो। यो ठाकटप्पा भयो। हामी ठोकपुता एरिया यताबाट गइरहेको छु। ठोकपुता एरिया ऊ तल रिजेको घर ऊ तल मेरो दाइको घर। अनि यो चाहिँ हामी जाने बाटो यस्तो छ। फुपू गाउँको बारेमा के भन्नु त? मान्छे थोरै छ तर सुनसान छ। त्यही पनि पिसफुल
एकदम एकदम पिसफुल छ पिसफुल भिलेज हाम्रो गाउँको हिमालको बिचमा छ हाम्रो पिबु गाउँ यता चाहिँ हाम्रो फेमस आनी हुमा डान्स सरी म व्यक्त गरौँ यो चाहिँ हाम्रो गाउँको के भन्छ इभिनिङ भ्यू भयो इभिनिङ टाइममा उता चाहिँ हाम्रो आँसुको घर तल चाहिँ हाम्रो घर उता चाहिँ फुपुलामुको घर यता चाहिँ दाइको घर सबै घरमा प्रायः जसो घरमा ताल चलाएको छ के गर्नु अब यस्तै छ है त माथि चाहिँ हाम्रो आँसुको घर यता पनि हाम्रो आँसुको घर तल हाम्रो घर अनि यसरी चाहिँ हाम्रो गाउँको मन्दिर भइहाल्यो मन्दिर कस्तो दामी छ मन्दिर अब मन्दिरबाट चाहिँ हाम्रो गाउँको राम्रो भ्यू छ सबै घरहरू देखिन्छ यही हो निमा च्यावाको गाउँ अनि पिबु गाउँ रिताक गाउँ हेलो बहिनी छिटो आऊ लाले गुराँस जम्भरी चम्पा चमेली हुन्छ लाले गुराँस जम्भरी चम्पा चमेली जे भने नि हुन्छ हजुर हाम्रो गाउँ पिबु हो ल हाम्रो गाउँ त पिबु हो लाइबरीलाई ओए फुपू गाउँको बारेमा के भन फुप्स साँच्चीमा म यो हालिदिन्छु नि मेरो हालिदिने हो साँच्ची आसु अनि यो हाम्रो गाउँको आलु असिनाले गर्दा यस्तो हालत भएको छ गाउँको आलुको अनि धानको पनि यस्तो हालत भएको छ असिनाले गर्दा अनि यसरी माथि छ मेरो फेरि म तल जान्छु असिनाले गर्दा यस्तो भएछ मेरो अलिकति टाउको दुखिरहेछ आज दिनभरि अनि हामीले चाहिँ मेन नेट चलाउने अथवा टावर राम्रो दिने ठाउँ भनेको पर्तोक हो यही ठाउँमा के भन्छ हामी नेटहरू चलाउँछु अथवा नेट भन्दा पनि टावर चाहिँ राम्रो दिन्छ यहाँ अब यस्तो व्यवस्था छ हाम्रो नेट टावर डाटा चलाउनको लागि यस्तो अनि हाम्रो आशी पनि रेडी भइरहेछ डाटा चलाउनलाई अनि यो त अघिदेखि चलाइ छ म त भन्छ मेरो दिदी भन्ने यहाँ रेस्पेक्ट एउटा चाहिँ म पनि चलाउँ कि क्या हो भनिरहेछ तर अब मल उता कोठामै छ अनि यता चाहिँ चलाएर यही हो हाम्रो गाउँमा यता चाहिँ टावर बढिदिन्छ के मेरोबाट नै हेलो लै अलु नेट चलाएर हिमालको बिचमा छ रिधा गाउँ पिबु गाउँ ल हस्त धन्यवाद यति नै तपाईँहरूको पालो अब लाइक गर्ने लाइक गर्ने अनि सब्सक्राइब गर्ने हेर्ने पालो चाहिँ तपाईँहरूको है त आशु सिले व्यस्त छ मोबाइलको ल आमा छिले